ल गाइज है यो दुबईको बरदुबई भन्ने ठाउँ हो है त। आज म यहाँ यसो घुम्न आएको छु होइन। अब एकछिनपछि यहाँ चाहिँ एक एक रुपियाँमा घुमाउने रहेछ कि दुबईको 1 दिरहम। ल गाइज है एकछिनमा म तपाईँलाई देखाउँछु सबै भ्यूज है त। ल मान्दैन के हो ल खेलौँ भने ल ल ए यहाँ चाहिँ 1 दिरहममा चाहिँ 3 मिनट मात्र रहेछ गाइज। ल कति हुन्छ भोलि बुढो हुन्छ त्यो ठुलो जान्छ बाबा छ यार। आजको ब्लगमा चाहिँ म अबुधाबी यो बरदुबईको के भन्छ यसलाई बरदुबई नेपालको पार्कको चाहिँ यहाँ चाहिँ घुम्न आछौँ। यता सबै घुम्नु अब बिहान भएर चाहिँ अहिले आज केही छैन भिड त्यतिकै। बेलुका चाहिँ आज होलीको दिन हो गाइज है। उता चाहिँ पार्टनरहरू घुमिरहेछन्। अब हामी त्यो ब्रिजसम्म जाने हो। ल गाइज है अगाडिको सिन देखाउँछु म। वान अफ द बेस्ट के ब्युटिफुल त्यतिकै भन्दैन नि त। हाबिबी कम टु दुबई प्रभु नाइस। ल ल ल जोगिङ गर्नु जोगिङ। नाइस 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 एकदम बिहान दौडिन आउनु पर्ने। हेलो गाइज है त अहिले चाहिँ हामी चाहिँ यो नेपाली पार्कमा छौँ। अब यसको बारेमा चाहिँ मलाई भन्दा नि उहाँ सरलाई बढी थाहा छ। उहाँले बताउनुहुन्छ। ल भन्नु त सर यो पार्कको बारेमा अलिअलि। अहिले नेपाली पार्क भएको छ। हजुर हजुर यो चाहिँ पहिला पुरानो कालमा चाहिँ यो राजा यहाँको शेख बस्ने थिए। ए दरबार जस्तो यो सबै फ्यामिली बस्ने। अनि यो नेपाली पार्क कसरी भयो त? अहिले पछि चाहिँ डेभलप हुँदै गएपछि राजा अब ठुलो उसमा गएर यसलाई चाहिँ पार्क बनाइदिएर त्यो पनि नेपालीको लागि ए ओके 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 ल अहिले हामी आउनु पाएको छौँ, घुम्नु पाएको छौँ, रमाइलो भएको छ। ए हाम्रो अहिले यहाँ मर्निङ वक जगिङ गर्ने प्लेस भएको छ यो चाहिँ। ओके 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 ठिक छ सर ल है एकछिन यहाँ सबै भ्यू देखाउँछु गाइज है। यहाँको भ्यू देखाउँछु म। अनि त्यसपछि चाहिँ बाँकी अरू ठाउँ जाने हामी घुम्नु है त। ल गाइज है यो चाहिँ यहाँ चाहिँ बरदुबईको चाहिँ नेपाली पार्क है त। अनि फेरि यहाँ चाहिँ अब बेलुकातिर चाहिँ बढी चाहिँ क्राउड हुन्छ। हामी चाहिँ अहिले बिहान यत्तिकै घर रुममा खालि यत्तिकै बसिरहेको थियौँ। अनि सो द्याट चाहिँ पार्टनर म अनि साथीहरू चाहिँ यहाँ यसो घुम्न आएको गाइज है। यसो तपाईँहरूलाई पनि देखाइदिउँ भनेर हो। एकदम राम्रो सिन छ भाइ है। अहिलेसम्म देखाएको थिएन मैले। म त यो साला गल्फ कन्ट्री हो यताउति दुबई भनिरहेको थिएँ। खासमा चाहिँ वान अफ द बेस्ट कन्ट्री रहेछ कि त्यही भएर चाहिँ दुबईलाई ल सरजी मलाई खासै थाहा छैन यो साइकलको बारेमा चाहिँ तपाईँले के भनिदिनु पऱ्यो। ल यो साइकल भनेको चाहिँ यहाँ दुबईमा बस्ने पिपुलहरूको हो कि। हजुर हजुर यसको चाहिँ के हुन्छ भने यो चाहिँ यहाँ पार्कमा घुम्न आउँदाखेरि उनीहरूले लक खोल्ने अनि कुदाउने हो क्या। आफ्नो आफ्नो पर्सनल त्यति सिक्योर छ सिक्योर छ। यहाँ चाहिँ नेपालमा भयो अस्ति चोरी भएर के सक्यो होइन। हजुर यहाँ चाहिँ कस्तो हुन्छ भने उनीहरू पार्क घुम्न आउनु टाइममा आउँछ अनि आफ्नो लक खोलेर यो पार्क घुम्छ एक्सर्साइज गर्छ होइन। अब फेरि यहीँ राख्ने हो घर जाने क्या। 20-30 किलोमिटर टाढा घर हुन्छ यहाँ कसैले केही गर्दैन क्या। यो रहिरहेको ए अनि अनि ऊ त्यसको बारेमा पनि के भन्नु? डेलिभरीको साइकल डेलिभरीको लागि अनि त्यो भाडामा पनि चल्छ। देखाउनु कसरी चल्ने रहेछ यो। मैले पहिलोचोटि हेरेर मलाई थाहै छैन यो सम्बन्धी सरजी। यसमा चाहिँ के गर्नुपर्छ भने हजुर तपाईँसँग मोबाइल त्यही हुनु पर्यो। हजुर यसमा स्क्यान गर्ने स्क्यान गरेपछि यो लक खुल्छ। ओके तपाईँले 1 रुपियाँ हाल्नुभयो भने चाहिँ यो चलाउनु पायो। यो चलाउनु पायो। 1 घन्टालाई 1 रुपियाँमा आमा यस्तो फेसिलिटी दुबईमा ए लगाएछ है। यो हेर्नु त यस्तो सुविधा रहेछ यहाँ चाहिँ। अब यो पार्कमा हो नि त पार्कमा हो यो साइकल चाहिँ। अब हामीले यताउति जहाँ पनि जान पायो कि नर्मली यो टुरिस्टको लागि चाहिँ खासमा होइन। लगाएछ है अझ के छ यहाँ हेरौँ न। मलाई त्यस्तो खासै के थाहा छैन। उहाँ चाहिँ अब पहिलेदेखि नै दुबई कतार बसेको मान्छे 8-10 वर्ष भयो। सो द्याट चाहिँ उहाँलाई बढी थाहा छ। त्यही भएर चाहिँ उहाँसँग बढी सल्लाह लिएको मैले है त। अरू के देखिन्छ अब घुम्दै जाउँ न। लगाएछ है हामी यो कुन ठाउँ हो सर? यो बरदुबई भन्छ यसमा चाहिँ हैन।
यहाँ चाहिँ कमाउनेले राम्रो पैसा कमाउँछ, हजुर 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 नकमाउनेले चाहिँ फेरि यहाँ कमाउनु सक्दैन। ए किन किन यो 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 त्यो पछाडि हेर्नु भएको थियो त्यस्तो हो त्यही भएर हो ए त्यसपछि तपाईँको यहाँ अहिले भनेको 20-30 आफै आउनु आमा अनि एकदम त्यसबाट चाहिँ नेपालीहरूलाई बच्नु भयो। ए हो किनकि पैसा कमाउन आएको मान्छे पैसा कमाउन आएको फ्यामिली छोडेर अनि बिचरा नेपालमा केही अभिरुचि नभएको कारणले गर्दाखेरि आएको हो होइन। ए यहाँनिर चाहिँ यो अभिरुचि खोज्दै हिँड्यो भने चाहिँ डुबेको त्यही भएर लगाएछ है त्यो बुझ्नुभयो कि नै हो त्यो अपर्च्युनिटी चाहिँ गर्नु हुँदैन है त। यहाँ चाहिँ त्यो अहिले कति बजे सर यहाँको 9-10 बजे होला होइन 9-10 बजे त्यस्तो छ बेलुका राति कस्तो होला खै लगाएछ है। अब हामी चाहिँ लगाएछ है दुबईको बाटो हेर्नु त यस्तो राम्रो बाटो छ आमा मान्छे हिँड्नेदेखि लिएर चाहिँ यस्तो बवाल बाटो। अब हामी सान्दरमा गइरह हो अनि तपाईँको चाहिँ यतादेखि हाम्रो अलिकति टाढा छ त्यो हामी अब रुममा जाने अब हामी नेपालमा चप्लीमा यसरी बाटो घुम्दाखेरि हजुर कस्तो हुन्छ त्यति कालो कालो हिलो धुलो धुलो होइन। हजुर अब हामी यहाँनिर मोर्निङ वक पनि चप्लीमा गरिरहेको अनि अझ पनि सबै अझै पनि यस्तो छ केही भागै छैन ल हामी सबै चप्पल मगाएछ ल है त। अनि फेरि यस्तो सफा अनि कहाँदेखि फोहोर आउँछ त धुलो नामै छैन फेरि रेगिस्तानमा बनायो अरे यो रेगिस्तानमा बनाएको ठाउँमा यस्तो हुन्छ त लगाएछ है। यता त अब ट्याक्सी पनि टेस्ला हुन्छ अब के गर्ने ल हेर्नु त ट्याक्सी पनि टेस्ला हो अरू कुरै छोडौँ यति राम्रो ठाउँ आमा म जस्ट गर्लफ्रेन्ड भनिरहेको थिएँ दुबई त वान अफ द बेस्ट प्लेस रहेछ कि इन द वर्ल्डकै त्यही भएर हो कि। अब उता तपाईँको उता बस स्टेसन छ कि हाम्रो हेर्नु त बस स्टेसन पनि यस्तो राम्रो अनि यो ट्याक्सीहरू बाइकहरू कार आमा के साह्रो राम्रो हो ल लगाएछ है। अब चाहिँ रुममा गइरह हामी चाहिँ जस्ट नर्मल चाहिँ यताउति त्यो बर्दुबेमा तपाईँको नेपाली पार्कहरूदेखि लिएर चाहिँ अनि त्यो समुद्रमा जहाज खेल्ने बोटी खेल्नेदेखि लिएर अलिअलि बनाइ मात्र हो तपाईँको लागि चाहिँ जस्ट इन्फर्मेसन सानोतिनो इन्फर्मेसनको लागि मात्र हो गाइस है त। अब चाहिँ बिस्तारी चाहिँ अब म डेली कन्टेन्ट दिन्छु तपाईँलाई दुबईमा कुन कुन ठाउँ घुम्ने कहाँ कहाँ सस्तो छ के छ कस्तो छ त्यो अगाडि जान्नको लागि चाहिँ अझ ब्लग हेरिदिनु लगाइज है त लगाइज है। हाम्रो चाहिँ अब यो यसरी जेब्रा क्रसिङ हुन्छ जेब्रा क्रसिङ गरेर गाडीहरू यसरी यहाँ चाहिँ लागेको हुन्छ होइन अनि त्यसपछि चाहिँ बल्ल चाहिँ क्रस गर्ने किनकि यहाँ दुबईमा चाहिँ रुल एन्ड रेगुलेसन चाहिँ धेरै टाइट छ धेरै टाइट। ल मेरो ल्यापटप चाहिँ किबोर्ड हाल्नुपर्ने यो के हो त यो सेलको मात्र हो कि ल्यापटप के हो यता बन्छ कि बन्दैन सोध एक्सक्युज सर लगाइज है। यो बर्दुबेको चाहिँ यो ल्यापटप सपमा आएको छ यो चाहिँ हाम्रो चाहिँ युजहरू हो अनि यिनीहरू चाहिँ युजमा चाहिँ किन्न पाइन्छ अनि त्यसपछि चाहिँ यो हाम्रो चाहिँ यो मेरो ल्यापटपमा चाहिँ यो सबै किबोर्ड हाल्नुपर्ने खासमा अनि त्यही भएर चाहिँ अब यो किबोर्ड हाल्नलाई चाहिँ हामी आयो अब अहिले रिपेयरिङको मान्छे चाहिँ टाइम लाग्छ गरे त्यही भएर चाहिँ अलि वेट गरेर हामी लगाइज है। हामी चाहिँ यो सेकेन्ड फ्लोरमा बस्छौँ होइन 4 जनै सबै अब चाहिँ अब रुममा जानु पऱ्यो किन टाइम भइसक्यो 11 बजिसक्यो खाना खानु पऱ्यो त्यसपछि चाहिँ अब बेलुकातिर चाहिँ होलीमा चाहिँ अब विशेष उता फेरि चाहिँ जानुपर्छ होलीको विशेष भिडियो आउँछ गाइज है त्यसको हेरेर नबिर्सिनु होला ल है त हस् लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु हस् गाइज थ्याङ्क यू बाई बाई।